मलाई पार्टीगत रूपले भन्दा पनि व्यक्तिगत रूपले भन्दा पनि म नेपालको इतिहासको एउटा गौरवशाली पात्र हुन पाएकोमा म खुसी छु। मैले युद्धको नेतृत्व गरेर सबै उत्पीडित वर्ग जाति क्षेत्र लिङ्ग समुदायमा एउटा ठुलो जागरण, यो सबैले स्वीकार्छन्। यो हिजो त केपीहरूले पनि हो जागरण त माओवादीले ल्याएको हो भन्ने स्वीकारेको कुरा हो, इतिहासले स्वीकारेको छ। त्यत्रो जागरण ल्याउने आन्दोलनको, त्यत्रो बलिदानीपूर्ण सङ्घर्षको नेतृत्वको अवसर जनताले मलाई दियो, पार्टीले मलाई दियो। अनि त्योभन्दा बढी युद्ध तन्काइराखेको भए यो राष्ट्र असफल हुने खतरा देखेन र यो असफल राष्ट्रमा परिणत भयो। मान्छे त अझ धेरै मर्थे, 50,000 लाखसम्म मान्छे मर्न सक्ने देखेँ मैले चित्र। अनि त्यसपछि के हुन्छ त भनेर हेर्दा यो राष्ट्र असफल हुने र नेपालमा विदेशी सेना आउनुपर्ने बाध्यताको स्थिति बन्ने र नेपाल चाहिँ कहीँ न कहीँ अफगानिस्तान जस्तो या अरू त्यस्तै हुने खतरा देखेपछि अब उपयुक्त मौकामा हामी शान्ति प्रक्रियामा प्रवेश गर्नुपर्छ भनेर शान्ति सम्झौता गर्ने 7 राजनीतिक दलको तर्फबाट नेपाली काङ्ग्रेसका तत्कालीन सभापति प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मैले जो सम्झौता गर्यौँ, आजको राजनीति त्यही प्रक्रिया। म माओवादी पार्टीको सङ्ख्या घट्यो कि बढ्यो त्यो मेन होइन, राजनीति त्यही धारामा अगाडि बढिरहेको छ, मलाई गर्व छ। शान्ति सम्झौताको पनि मैले एउटा जीवित हस्ताक्षरकर्ता छु अहिले र यो शान्तिको पनि मेरो जिम्मा छ र यो परिवर्तनको रक्षा गर्ने जिम्मा पनि मेरो भूमिका महत्त्वपूर्ण छ, मलाई खुसी छ। संविधान निर्माण प्रक्रिया अलि जटिल भयो नेपालमा, 2 पटक संविधान सभा गर्नु पर्यो। तर फेरि संविधान निर्माण गर्ने बेलामा मैले जे जस्तो अडान लिएर, जे जस्तो लचकता र देखाएर सम्झौता र सहमतिबाट संविधान बनाउनुमा मेरो भूमिका भयो, म त्यसमा पनि गर्व गर्छु। युद्धको पनि शान्तिको पनि संविधान निर्माणको पनि नेतृत्व गर्ने एउटै पात्र हुन पाउनु, नेपाली जनताले त्यसलाई सहज स्वीकार्नु, नेपाली जनताप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु।